अधिकार संगठनको भनाइ पनि होइन, प्रचलित कानून बमोजिम कारबाही गर्नुपर्छ। तर राजनीति टेक्निकल हुँदो रहन्छ कहिल्यै पनि। राजनीतिमा के हुन्छ, ती 3-6 हुन्छ, ती 3-33 हुन्छ, 3x3 9 हुन्छ, 3-3 0 हुन्छ राजनीतिमा, होइन? हामीले सामान्य भन्दा 3-3-6 भन्छौँ है। त्यसकारण राजनीतिक समस्या निक्लिसकेपछि अहिले तपाईको चाहिँ नेपाल सरकारले सीके राउतलाई समातेर यो इस्यु उचालेर चुनाव हुनुपर्ने अवस्था, अहिले तपाईको संविधान संशोधनको अवस्था, विभिन्न राजनीतिक दलहरूले आफ्नो भोइस चाहिँ मुखरित गराइरहेको अवस्थामा यिनलाई समातिसकेपछि चाहिँ फेरि मधेसमा एउटा चाहिँ विद्रोह भड्किने अवस्था सिर्जना गर्ने र चाहिँ तपाईको फेरि राजनीतिक समाधान नआउने हो कि भन्ने शंका हामी मानवाधिकार संगठनलाई छ। सर, नेपालमा जुनसुकै ठाउँमा पनि चोर डाका हुन्छन्, एकजनालाई चाहिँ समात्दैमा अर्को नआउने भन्ने कुरा होइन भन्नुभयो। तर आएको कुरालाई त निर्मूलता पार्नु पर्यो नि सर। प्लिज त्यही गरे जस्तै सिकिरातलाई गरेको हो नि सरकारले, तर तपाईँ होइन भन्नु। मैले यहाँलाई के भने राजनीतिक कुरा जब उठ्छ नि मधेसमा, योभन्दा अगाडि मधेसको आन्दोलन 5 महिना आन्दोलन हुँदाखेरि त्यतिखेर पनि स्वतन्त्र मधेसका कुरा उठाउने केही मान्छे त निक्लिए, जुलुस लाएनन् त, जुलुस लाए नि। जुलुस लाइसकेपछि तपाईको त्यो भाषा मान्छेको छ नि, हामीले त प्रष्ट कानले सुनेका छौं। काठमाडौँमा बसेर घरभित्र बसेर तपाईको चाहिँ मधेसले के भन्छ के भन्दैन भन्ने कुरो तपाईको चाहिँ स्थलगत नगएसम्म, त्यहाँका समुदायसँग नभेटेसम्म मान्छेमा एक खालको वितृष्णा पैदा हुँदैछ। त्यो हामीले यो कुरा किन भन्दैछौँ भने त्यो वितृष्णालाई क्यास गराउने काम किन गरिँदैछ, त्यो चाहिँ तपाईको त्यसमा चाहिँ हाम्रो कन्सर्न हो। हाम्रो कन्सर्न भनेको के हो भने नेपालको राष्ट्रिय एकता अक्षुण्ण राख्नका लागि हाम्रो कन्सर्न हो। हाम्रो कन्सर्न भनेको नेपालको चाहिँ दीर्घकालीन विकासका लागि र राजनैतिक दृष्टिकोण चाहिँ दूर दृष्टिकोण हुनुपर्छ। राजनैतिक दृष्टिकोण भनेको चाहिँ शब्दमा मिठो कर्णप्रिय शब्द भोलिपछि तपाईलाई काम लाग्दैन, अहिले तपाईलाई मजा लागेको शब्द र देख्दा मिठो खाना तपाईको स्वास्थ्यलाई काम लाग्दैन, कुरा बुझ्नुभयो नि। त्यसकारण चाहिँ शब्दमा कडकै रहोस्, खाना तपाईको तितै भयो। जस्तै हजुरले कुरा एकदमै एक्स्ट्रा आउँछ, जब तपाईँकै परिवारमा पनि तपाईँले भनेको कुरा पत्याउनु हुनु होला सायद, किनकि मान्छे देश टुक्राउँदै हिँड्छु भन्छ, अब पहाडी महिला अथवा चाहिँ नेपालका आमाहरूलाई चाहिँ बेस्या भन्दै हिँड्छ। त्यो हिसाबमा त सरकारले नसकेर चाहिँ एकदम बुझ्न नपाएर अथवा यो कुराको सहन नसकेरै समातेको हो नि त सिकिरातलाई, होइन? होला, त्यो पनि, त्यसलाई पनि हामीले एक्सेप्ट नगर्ने भन्ने कुरो हुँदैन। तर दण्डहीनता नेपालमा कतिसम्म मौलाएको छ भने अदालतले फैसला गरेर थुन भनेका मान्छेलाई यही सरकारले थुन्दैन नि आफ्ना कार्यकर्ता भएका आधारमा। त्यसलाई तपाईहरूले चाहिँ कसरी लिन सक्नुहुन्छ? अदालतले फैसला गर्यो, सर्वोच्च अदालतले आदेश गर्यो, फलानले मान्छे मारे हो, त्यसलाई समाउ भन्छ। अनि दण्डहीनता अन्त्यका लागि कति प्रयत्नशील रहेछ त, विषय कतिवटा छ। र यो विषयमा तपाईँले जसरी सोध्नुभयो नि, मैले तपाईँलाई योभन्दा अगाडि एन्सर दिइसकेको छु कि यो व्यक्ति जसलाई अदालतले समातियो, अहिले के भन्छ अदालतले भन्न, अदालतबाट म्याद थपियो यो व्यक्ति, यो व्यक्तिलाई समातिएको कुरामा हामीले भन्न खोजेको एउटै कुरा के हो भने व्यक्ति एउटा समातेर थुनेर तपाईको चाहिँ विषय उठिसकेपछि, फेरि एउटा निश्चित भूगोलमा उठेको विषय, एउटा मान्छेले एउटा गाविसमा खुरुखुरु गएर विषय उठाएको होइन। यो विषय उठिसकेपछि त्यो विषय समाधानका लागि, जस्तो तपाईको चाहिँ पेटको अपरेसन गर्नु छ भने त फेरि डायबिटिज पनि चेक गर्छ, प्रेसर पनि चेक गर्छ नि, गर्दैन? WBC आरबी सबै चेक गर्छ, हो होइन? त्यो समाधान कसरी हुन्छ भने समाधान डाइरेक्ट हुँदैन के, समाधान कानरबाट हुन्छ भने रोग पनि लाग्छ भनेर अहिले नगरे भने त हुँदैन। समाधान अपरेसन गर्नका लागि होइन भने समाधान कानेरबाट हुन्छ भने मैले अघि नै तपाईलाई सुरुमा के भने मधेसी दलहरू जसलाई चाहिँ इग्नोर नगरिकन मधेसी दलको हालले चाहिँ मधेसका नागरिकको आवाज सिंहदरबारसम्म ल्याउन सक्छ भन्ने प्रभाव अहिले परेको छैन। कांग्रेस एमाले हाम्रा कुरा पुर्याउँछन् भन्ने विश्वास अहिलेका पछि, दोस्रो तपाईको चाहिँ संविधान सभा पछाडि हाम्रा चाहिँ आवाज पुर्याउँछन् भन्ने उनीहरूले विश्वास लिन सकेका छैनन्। त्यो एउटा मात्र वातावरण सिर्जना गरियो भने यो विषय चाहिँ विषयमा रहँदैन, यो विषय नै रहँदैन। कोही पनि चाहँदैन कि मधेस विखण्डन होस्, कोही पनि चाहँदैन नेपाल चाहिँ तपाईको चाहिँ टुक्रिएर जाओस्। हामीले तपाईको राजनीतिक भाषा बोलेका हौं, तर साथीभाइको समस्या के रहेछ भने बडो कर्णप्रिय शब्द हैन, त्यो चाहिँ सबै पञ्च नेपाली सबै पञ्च हुन् भने जस्तरी भन्दिएदेखि तपाईको चाहिँ सहज लाग्दो रहेछ। र सत्य कुरा के हुन्छ भने जसरी हामीले 2051 सालमा बोलेको कुरो तपाईको चाहिँ पछाडि आएर सत्य भयो कि भएन, 10 वर्ष पछाडि आएर त्यो सत्य साबित भयो। त्यसैगरी अहिले पनि हामीले भनेका कुरा मान्छे मारेर या थुनेर हुँदैन भन्ने अनुभव हामी नेपाली बडो अनुभवबाट चाहिँ चाँडै बिर्सिँदा रहेछौँ। लेसन के सुन्नुपर्छ भने सधैँ एउटा फेरि सोध्न खोज्नु भयो होला एउटै विषय होइन भनेर, होइन? लेसन चाहिँ समाजमा दोहोरिने प्रत्येक घटना एउटै हुँदैनन्, फरक नेचरका